नोभेम्बर 30, 2018 काठमाडौँको हयात रेजेन्सी होटलमा एउटा भव्य अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम आयोजना हुन्छ। नेपाल सरकार खुद त्यसको सहआयोजक हुन्छ। नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओली आफै गएर त्यसको उद्घाटन गर्छन्। याद राख्नुहोस्, नेपाल सहआयोजक अनि मुख्य आयोजक चाहिँ को त? यूपीएफ अर्थात् युनिभर्सल पिस फाउन्डेसन र युनिफिकेसन चर्च। यो यूपीएफ र युनिफिकेसन चर्च दुवैका संस्थापक हुन् सन म्युङ मुन अर्थात् ट्रू फादर अनि उनकी श्रीमती हाग जाहान अर्थात् ट्रू मदर। यी दुई कोरियन दम्पति हुन्। यिनीहरूको नाम याद गरिराख्नुहोस्। यिनको चर्चा अब यो भिडियोमा बारम्बार हुनेछ। नेपालमा भएको उक्त समारोहमा 45 भन्दा बढी देशका 1500 जति हाई प्रोफाइल भिआइपी प्रतिनिधिहरू उपस्थित हुन्छन्। नेपालमा 6 वटा देशका त राष्ट्र प्रमुख या सरकार प्रमुख अर्थात् राष्ट्रपति या प्रधानमन्त्री स्तरकै मान्छेहरू समेत नेपाल आउँछन्, उपस्थित हुन्छन्। संसारभरि यसको ठुलो कभरेज हुन्छ। तर विवादास्पद होली वाइन खुवाएर क्रिश्चियन धर्म विस्तारको लागि प्रचारको केन्द्र नेपाललाई बनाएको अनि सरकार नै यसको सहजकर्ता र सहयोगी भएको भन्दै यसको विरोध सुरु हुन्छ। नेपालभित्र पक्ष विपक्षमा बहस सुरु हुन्छ। यसमा विदेशी पैसा र राजनीति अनि धर्मको चलखेल पनि सँगसँगै गाँसिएर आउँछ, जो म एकैछिनमा बताउने छु।